हेलो गाइज वेलकम ब्याक टु द च्यानल। स्वागत छ तपाईँहरूलाई फेरि पनि अर्को नयाँ भिडियोमा। र आजको भिडियोमा हामी फेरि एटिएमबाट हिसाबमा पैसा विथड्र गर्दैछौँ। फुल भिडियो हेर्नु होला र तलपट्टि लिङ्क राखिदिएको छु। रजिस्टर गर्न मन लाग्यो रजिस्टर गर्नु होला र यसरी नै कमाउनु होला है त। सो यहाँबाट विथड्र गर्नको लागि तलपट्टि एउटा विथड्र भन्ने अप्सन छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। मसँग अहिले ब्यालेन्स चाहिँ $142.13 छ। यसलाई म विथड्र गर्नेछु। त्यसको लागि मैले यहाँ विथड्रमा क्लिक गर्नुपर्ने हुन्छ है त। यसमा क्लिक गरौँ। यसमा क्लिक गरिसकेपछि तपाईँले न्यू पेमेन्ट मेथड भन्ने देख्नुहुन्छ तलपट्टि, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्दाखेरि तपाईँहरूको चाहिँ पेमेन्ट मेथड एड गर भन्छ। तपाईँले सर्च गर्नु होला ई सेवा खल्ती आइएमपी केमा तपाईँले विथड्र गर्न चाहनुहुन्छ है। यसरी तपाईँले क्लिक गरेर यहाँ सर्च गर्नु होला है त। यहाँ सर्च गरिसकेपछि तपाईँले केमा विथड्र गर्न चाहनुहुन्छ त्यहाँ आफ्नो डिटेल हाल्नु होला। डिटेल हालिसकेपछि सेभ गर्नु होला र ब्याक आउनु होला। ब्याक आइसकेपछि तपाईँले फेरि यो इन्टरफेसमा आउनुपर्ने हुनेछ। यहाँ आइसकेपछि तपाईँहरूले माथिपट्टि इएस, मैले यो सेभ गरेर राखेको इएस देख्न सक्नुहुन्छ। यो ई सेवा हो। तपाईँहरूको यसरी नै देखाउनेछ। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि अब तपाईँले कति एमाउन्ट निकाल्ने हो भन्ने कुरा छ यहाँनिर। तपाईँहरूले अब कति एमाउन्ट निकाल्ने हो त तपाईँले हाल्न सक्नुहुन्छ। म $142 हालेर हेर्छु कति हुन्छ। 142 भनेको 23,200 हुने रहेछ। यो बिचको यो निलो बटन छ, यसमा क्लिक गर्नुभयो भने माथि एनआरएसमा नेपाली रुपिजमा हाल्न मिल्छ। 23,200 हालेँ मैले। 23,200 रुपियाँ हालिसकेपछि तलपट्टि कन्टिन्यू भन्ने अप्सन छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ है त। यसमा क्लिक गरिसकेपछि तपाईँहरूको आफ्नै एकाउन्ट हो कि अर्काको एकाउन्ट भनेर सोध्नेछ। आफ्नो एकाउन्ट हो भने आफ्नो एकाउन्टमा पर्सनल भनेर क्लिक गर्नु होला। थर्ड पार्टी हो भने थर्ड पार्टीमा क्लिक गर्नु होला। यहाँ डिटेल हाल्नुपर्ने हुन्छ अरू पनि है त। सो पर्सनलमा नै क्लिक गरेँ मैले। सो पर्सनलमा क्लिक गरिसकेपछि तलपट्टि फेरि ई सेवामा क्लिक गर भनेको छ, यसमा क्लिक गर्नु होला। त्यसपछि कन्टिन्यू हुने अप्सन आउनेछ, यसमा क्लिक गर्नु होला। सो यसमा क्लिक गरिसकेपछि तपाईँहरूको कति एमाउन्ट तपाईँले पठाउनु पर्ने हो, तपाईँले कति एमाउन्ट रिसिभ गर्नुहुन्छ र रेट कति छ भन्ने कुरा देखाउँछ। तपाईँले यो सब्मिट गर्न सक्नुहुन्छ। यो हेरेर सब्मिट गरिदिनु होला। सब्मिट गरिसकेपछि यहाँनिर तपाईँहरूको चाहिँ एकछिन टाइम लाग्छ, 10-15 सेकेन्ड। कुनै पनि मान्छेले तपाईँहरूको यो ट्रान्जेक्सन एक्सेप्ट गर्यो भने तपाईँलाई उसले पैसा हालिदिन्छ। पैसा हालिसकेपछि तपाईँहरूले यहाँको डलर उसलाई पठाइदिनु पर्ने हुन्छ। एकछिन वेट गरौँ। मेरो एक्सेप्ट भइसकेको छ। एक्सेप्ट भइसकेपछि यहाँ साइडमा तपाईँहरूले एउटा च्याटको अप्सन देख्नुहुन्छ मेसेजको, यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि चाहिँ तपाईँहरूले आफ्नो पेमेन्ट मेथड पठाइदिनु पर्ने हुन्छ। तपाईँहरूले कुन मेथडबाट निकाल्न चाहनुभएको छ त्यसको क्युआर अथवा फोन नम्बर तपाईँहरूले हालिदिनु पर्ने हुन्छ है त। सो मैले पैसा चाहिँ रिसिभ गरिसकेको छु। पैसा रिसिभ गरिसकेपछि म यो च्याटबाट ब्याक आएँ। ब्याक आइसकेपछि तपाईँहरूले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। त्यसपछि तलपट्टि कन्टिन्यू हुने अप्सन छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँहरूको चाहिँ यहाँ स्वाइप गर भन्छ। तैँले पैसा रिसिभ गरिस् भने स्वाइप गर्नु यतापट्टि ट्रान्जेक्सन कम्प्लिट गर्नको लागि भन्छ। तपाईँहरूले सिम्पली यता स्लाइड गरिदिनु होला। यो स्लाइड गरिसकेपछि तपाईँहरूको ट्रान्जेक्सन कम्प्लिट हुनेछ। सो यसरी तपाईँहरूले आफ्नो ट्रान्जेक्सन कम्प्लिट गर्न सक्नुहुन्छ। तपाईँले चाहनुभयो भने तपाईँले 5 स्टार दिन सक्नुहुन्छ। यसरी 5 स्टार क्लिक गरेर 5 स्टार रेट गर्न सक्नुहुन्छ। सो यसरी तपाईँहरूले आफ्नो ट्रान्जेक्सन कम्प्लिट गर्न सक्नुहुन्छ। एकदम सिम्पल छ। तपाईँलाई पनि यसरी नै कमाउन मन छ भने चाहिँ तलपट्टि मैले लिङ्क दिएको छु, रजिस्टर गर्नु होला र यसरी नै कमाउनु होला है त।